मेरो बाल्यकालदेखिको मिल्ने साथी हाम्रो मित्रता अरू सम्बन्धभन्दा माथि हामी सहर घुम्न जान्थ्यौँ राति राति भागी भागी घरमा आमा बुवालाई जातीमा नरमर्न तोया एकअर्काको लागि सधैँसँगै बस्थ्यौँ स्कुल पढ्दा हामी दुवै नजाने यति एउटा बिरामी जे पनि बार्ने हाम्रो राम्रो थियो बानी उस्तै एक दिन छोरो चल्दा सोध्यो कोही खानी मैले पनि तानी सङ्कोचन मानी दिन बित्दै गयो अनि लाग्यो त्यसको बानी बिस्तारै कुलतमा पसियो जानी नजानी काँचा अनि गोटी सामान र पानी यो पछि त्यो पछि त्यो दामी चाप नभए दिन पनि राम्रै नलागे त्यसपछि फेरि कहिले उस्तै रहेनौँ हामी तर तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ